देखि 3500 4500 त्यस्तै छ। चार्ज चाहिँ कति गर्नु? अब 2200 को कसैले 3500 सम्म लिन्छन् हैन, कसैले 3000 3500 3000 मा त गर्दैनन्, किन अब 12-1500 लिइहाल्छन् राख्छन् हैन। 3500 भन्दा माथि 4000 3500 अनि अर्को अब 3500 को लागि 5000 जस्तो हाल्नु पर्यो मिनिमम। सस्तो हो है फेरि त्यो, कहाँ अन्त 3000 3500 को ठुटाइन्छ, डबल हालिदिन्छ। अब 4000 पर्नेलाई कहिले ठाउँमा 8000 10000 हालिदिन्छ त्यस्तो हुन्छ। डबलमा आइफोनको त अनि आइफोनको महँगो पर्छ कि डबल हानिहाल्छ। मिनिमम रेट भनेको 1500 फाइदा प्रफिट। क्लिप लाउँदैछु है डिस्प्लेको, यो डिस्प्लेको यो टचको यसरी लगाइदिन्छु ल। बस है। अब त्यसपछि ब्याट्री, डिस्प्ले क्लिप लगाएँ, त्यसपछि अब ब्याट्री लगाउने। ब्याट्री खोइ ब्रस कहाँ राखेको मैले? के फोर सिरियस के छ? म त आँखै धमिलो थालेछु। है यसको पछि गर्नु चाहिँ यहाँ यसको स्पिकरहरू छ, इयर स्पिकरहरू पहिला अन गरिहालौँ। मिनटको बस्छ ठिकै छ ल। चार्जमा हालौँ त, ब्याक प्यानल फेरि मेनको रिक्स हुन्छ क्या यो पछाडिको, मैले त्यो पछाडिको भने। अब डिस्कनेक्ट गर्ने पहिला अब के गर्नु त, यसको ब्याट्री निकाल्ने पहिला। अहिले चाहिँ हामीले यो लगाएर राख्नु, ब्याट्री लगायौँ। अब पहिले ब्याट्री निकालेर यो निकाल्ने। पहिले ब्याट्री कनेक्सन छुटाउने हो कि, अनि मात्रै मोबाइल यो ब्याट्री कनेक्सन निकालेर मोबाइल 5 दिन पानीमा चोब, अनि पछि हिट गरेर सफा गरेर लगाऊ चल्छ। तर ब्याट्री भएपछि सर्ट भइहाल्छ कि, के अरे ब्याट्री भएर पानी भएपछि हुन्छ सर्ट भइहाल्छ। यो ब्याट्री निकाल्नुपर्छ, ब्याट्री निकालेपछि यो समस्या हुँदैन। अनि कहीँ लाइन सर्ट सर्ट भएन। पुरानो यो चाहिँ स्क्रिन गार्ड दिनुको लागि यो चाहिँ पुरानो छ। त्यो अर्को चाहिन्छ, अब त्यो हरियो सरियो अर्को हो त्यो हो त्यो। खै अब हामी के गर्दैछौँ भन्दाखेरि यो यसको माथिको स्पिकर, इयर स्पिकर चेन्ज गर्न खोज्दैछौँ है। उताको यसको त्यसमा हाल्ने क्या, पुरानोको निकालेर नयाँमा हाल्ने। यसमा चाहिँ आउँदो रहेछ नि, यस्तो आउँदैन, यसकै निकालेर हाल्ने। यसकै लाउनु, पुरानै लाउनु। यसको यहाँ त किलाहरू अलग अलग छैनन्, साइजकै अलग हुन्छ कि, अनि त्यसलाई आफूले ठ्याक्कै सो मिलाएर यसको सेप मिलाएर आफूले राख्ने।
यो स्पिकर हो माथिको इयर स्पिकर हो कि यो लास्टै धुलै भन्छ यार नयाँ किन्दा यति मात्रै आउने पुरानै होइन त सर यो यसको होइन रहेछ क्या त्यही त म त यसको होइन रहेछ धेरै फुटेर यस्तो अप्ठ्यारो भएको क्या बाँकी रहेको रहेछ यो अलिकति क्यामेरा होइन स्पिकर जाली के स्पिकरले बस्छ कि कस्तो आँखामा झैलो भएको आज अब म लिएर राखेको छु होइन यो ग्लास तान्नुपर्छ होला नि त यसो उन्नेको गर्नु खोजेको मैले के हो अब हामी कहाँ कहाँबाट निकालेको थियौँ पेज किला कुन साइडको ख्याल गर्ने त्यही कस्तुरी
मोबाइललाई लगाउने त्यस्तै डिस्प्ले त्यसपछि ब्याट्री होइन यसको लगाउने यसको कभर चाहिँ यो होला इसको कता हो त यार के चाहिँ कुन कता कता भइहाल्छ यस्तै जङ्गलमा राखेपछि यो डिस्प्ले र टचको यो दुईटा यो चाहिँ कुनको छ यो यसको इयर स्पिकरको माथि इयर स्पिकरको के
निकालेर के गर्ने अर्को खोइ आगे निकाल्नु मतलब यही होइन कि जसरी एक निकालिहाल्यो अनि अब यो जुन जुनमा छ त्यही त्यही त अब अर्को हाम्रो न त यो त्यो टाइपको फ्लेक्स हाल्ने क्यामेरा अथवा त डिस्प्ले एक घन्टाको भिडियो गर्ला के कस्तो भयो फर्स्ट काम गर्छ क्या यो फुत्कियोस् भनेर हो क्या यो खास नछुटियोस् भनेर नमाथि निस्कियोस् भनेर पनि होइन कुरा छ भन्ने फेरि कोमाडी भयो कहाँ लाउनु भएको छ त चाहिँ छैन सक्यो यो अब चाहिँ यो आइफोनको नाम कुन छ XR XR अब है यो पनि कहाँ कहाँ बाङ्गो छ फेरि भित्रको कहाँ बाङ्गो छ भनेको एक साइड लगाउने बिस्तारै 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 लक हुन्छ घुम लगाउनु पर्दैन यसमा घुम्लाउनु परेन अगाडि चाहिँ लगाएर हुन्छ हुन्छ हजुर के निकाल्नु डिस्प्ले निकाल्दा अब यस्तो यो हुन्छ यो भएपछि अनि यो 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 निकालेपछि अनि बिस्तारै यहाँबाट निकाल्ने यहाँबाट यसरी यो खुद्रो निकाल्ने बिस्तारै यसमा ग्लु लाग्दैन हो ग्लु अब लाउँछ अलिअलि लगाइदिन्छ पर्दैन कि लाग्नु यसो लक हुन्छ ठाउँ ठाउँ यसरी लक बसेको हुन्छ अब यहाँनिर दुईवटा पेजले लक हुन्छ नलगाएकै राम्रो किन भोलि फेरि खोल्नु पऱ्यो भने त फेरि टेन्सन कता कता ठिकै हुन्छ फेरि सर पहिलोचोटि निकाल्दा त त्यति सजिलो भएन नि त पहिलोचोटि निकाल्दा के त यस्तो एकैचोटि निस्किँदा अहिले निस्क्यो जस्तो हल्का त्यो फुटेको डिस्प्ले निकाल्नलाई के हुन्छ र अलिक बल गरे बल गर्ने
त्यही भन्नु बल गर्नु हुँदैन जबरजस्ती कहाँ मिल्यो भने यसो पछि रहेछौँ कहाँनिर यो भित्रको कुरो पनि बाँधिएको हुनसक्छ क्या यसको लकको तानु सिसा र त्यो बसिहाल्छ अनि निकाल्नु त सफा गर्नु पहिला एक साइड यसो लगाउने मिलाउने बिस्तारै यो लाउनु पर्दो रहेछ पर्दैन के हो मान्छेको फोटो जस्तो आएको हो है भयो अब यो लगाइदिनु लक लाग्छ यसले डिस्प्ले पस्नु यसले डिस्प्ले कलर मात्र आएको हुन्छ नि अनि यो पस्छ लक लगाइदिएपछि ढुक्क भयो यतापट्टि हुन्छ अगाडि पनि छ यो होइन तल मात्रै एउटै मुनि मात्रै दुई साइडमा यो हो यो धेरै कस्नु हुँदैन है यो ठिक्कै छ नर्मल कस्तो नि पछि खोल्न फेरि गाह्रो हुन्छ नि यो अब डिस्प्ले काम सक्यो होइन पछाडिको काम अब गमला त्यो रबर ल्याउ त 5वटा है यसको नाम चाहिँ के भन्नुभयो सर प्यानल ब्याक प्यानल आइफोनको ब्याक प्यानल यसलाई हुन्छ कति बेला ल्यायो 6वटा जति ल्यायो ल अब यहाँ लगाउँछौँ हामी
ग्लुको नाम चाहिँ के भन्छ यो मोबाइलको ग्लु भइहाल्छ यो T1000 हुन्छ होइन T7000 डिस्प्ले ग्लु दिइहाल्छ डिस्प्ले ग्लु मोबाइल लगाइयो यति भएपछि काम फिनिस्ड नयाँ भएको फोन नयाँ भयो अहिलेसम्म उतै फुटेको उतै चकेको उतै उठ्यो होइन यसरी ब्याक प्यानल र अगाडिको डिस्प्ले लगाउँदाखेरि कति खर्च गर्छ अब डिस्प्लेको हेरेर हुन्छ डिस्प्ले 2200 के अरे 2200 3500 4500 डिस्प्लेको रेटहरू हुन्छ कि सबै क्वालिटी एउटै हुँदैन त्यही अनुसारको डिस्प्लेको अब नर्मली 1200-1500 मार्जिन राखेर तपाईँको माथि अब 4500 डिस्प्ले फेर्नुभयो भने त्यो 6500-7000 लिइदिने हो कि जिएक्सको ओरिजिनल डिस्प्ले भनेर डिस्प्लेहरुमा के रे ग्यारेन्टीहरु हुँदैन डिस्प्लेमा कतिखेर वारेन्टी थियो भने अहिले मैले गम नलाइकन त्यो चेक गरिराखेरिसम्म वारेन्टी थियो अब गम लगाइसकेपछि पछिला भन्ने हुँदैन आफूले चेक बुझ्यो सबै खेलबिन्छु अहिले एप्पल पनि सिक्नु पाइयो कुराहरू अब यसो हेर्दा केही छैन नि खासै छैन गाह्रो छैन जस्तो काम गर्नलाई मात्रै अलिकसिन मिहिनेत गर्नुपर्छ मेरो यहाँ आँखै पिरिपिरी भइसक्यो त मसिन लगाएर यसो गर्दा गर्दा मिहिनेत पर्छ यति मिहिनेत गरिसकेपछि 5-6 हजार कमाइन्छ त्यही हो कति टाइम 1.5-2 घन्टा 2 घन्टा लाग्छ मिनिमम 2 घन्टा राख्ने अब ब्याक प्यानललाई तपाईँको 350-400 अझै उहीँमा आउँदैन 250 नै पाउँछ होइन यहाँ तपाईँको प्रायः चाहिँ उयो हुन्छ अब यहाँ हाम्रो कस्टमरलाई भन्यो भनेको सस्तो एकदमै सस्तो भनेको 3035 तपाईँ 10,000-11,000 लिन्थ्यो पहिला अनि फेरेर बना 10,000-11,000 आइफोन होइन अनि एउटा ब्याकको 3,3500 आउँछ एउटा डिस्प्लेको 3,3500 आयो 3,000 जस्तो आयो भने अनि 1 घन्टा 2 घन्टा कति मिहिनेत गऱ्यौँ हामीले अनि दिनमा 2टा जस्तै गर्न पायो भने त भयो भयो नि त पहिला 5 सस्तो सबभन्दा कममा आयो 5,000 आयो 2टा फेर्ने हो भने 10,000 दिनको कमाइ भयो भने अनि काम चाहिँ गर्न सक्नुपर्छ टेक्निकल लाइन भनेको मैले भन्नु जति सामान आयो जति गरौँ त्यति हुन्छ जति काम गरौँ त्यति कमायो कस्टमर चाहिँ अब बनाउनु सक्नुपर्छ आफूले भयो एकचोटि गरौँ ल